वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज भने चाहिँ आफ्टर अ लङ टाइम म फेरि भ्लग बनाउने छु। आज चाहिँ 15 अगस्त स्पेसल बनाउने छु। अनि हामी चाहिँ म भाइ उनीहरू छ दादाहरू चाहिँ हामी चाहिँ आज 15 अगस्तमा 15 किलोमिटर कुद्ने च्यालेन्ज दिएको छ होइन। अनि अहिले भने चाहिँ फिलहाल चाहिँ यहाँ आइपुगेको छ हामी। यहाँ छ यो चाहिँ अरविन हो। अरविन हेलो गर्दै पाउँदा हेलो गरिदिनु। हामी चाहिँ अहिले अब जस्ट वार्मअप भएको वेदरको आज वेदर दामी छ हो। अनि हाम्रो स्टार्टिङ पोइन्ट चाहिँ यहाँ हुन्छ यो बुढी खोला पुलदेखि। अन्त हामी चाहिँ तल माल ब्रिज माल कलेज अगाडि पुगेर चाहिँ फेरि ब्याक 15 किलोमिटर। आज 15 अगस्तको 15 किलोमिटर हामी जस्ट मजाले होइन सेलिब्रेट गर्ने भनेर चाहिँ उयो गरिदिन्छु। अनि कन्टिन्यू बस्नुहोस् मेरो भ्लगमा कस्तो लाग्छ। अनि लाइक सेयर कमेन्ट गर्न नभुल्नु होला। अन्त आफ्टर लङ टाइम म भ्लग बनाउँदैछु होइन। अनि माया दिनुहोस्, सपोर्ट गर्नुहोस्। अहिले भने चाहिँ हामी अब एकछिन वार्मअप गरेर अनि निक्लिँदैछु। अहिले चाहिँ हाम्रो वार्मअप हुँदैछ। मानिस पनि आयो होइन। मानिस अरविन पाउँदा अन्त म हामी चाहिँ 4 जना जान्छ। यति नै आजको केटाहरू चाहिँ वार्मअप धमाधम हुँदैछ। अब एकछिन चाहिँ निक्लिने 5 मिनट वार्मअप गरेर 6:11 भयो होइन। अनि अब चाहिँ निक्लिने सबै वार्मअप पनि भयो। 6:11 भयो, अलमोस्ट 5 मिनट भयो यहाँ हामी आइपुगेको। अब चाहिँ हामी निक्लिन्छ। यहाँ चाहिँ स्टार्ट हुन्छ। अब चाहिँ लेट्स स्टार्ट। कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट लाइक सेयर गर्नु नभुल्नु होला। आफ्टर लङ ग्याप बनाउँदैछु होइन। कस्तो हुन्छ माया दिनुहोस् हुन्छ। ल आजको स्टार्ट भयो होला हाम्रो चाहिँ 15 किलोमिटर हल्का स्पिड होइन। सब नयाँ छ हो हल्का। आजको त्यस्तै छ स्थिति होइन। सबैजनालाई आज मजा आउँछ 15 अगस्तको सबैलाई शुभकामना छ। हामी चाहिँ यसरी सेलिब्रेट गर्दै चाहिँ 15 अगस्त चाहिँ हेर्नुहोस्। को पनि पछि गएर कमेन्ट गर्नु होला। किलोमिटर डन होइन। अहिले साथमै छ सबैजना 1 किलोमिटर डन होइन। आज चाहिँ कन्टिन्यू छ। हामी चाहिँ अहिले सबैलाई मन्दिरको दर्शन पनि गराइदिएको। लु मन्दिरको आशीर्वाद दिँदै हामी आज कम्प्लिट गर्ने भनिकलेको छ अलमोस्ट होइन। भने चाहिँ 3 किलोमिटर डन। भने चाहिँ 5 किलोमिटर डन। कस्तो छ भन्दा कस्तो मजा आउँछ? मजा आउँछ। अहिले चाहिँ 5 किलोमिटर डन हो अलमोस्ट। रेडी पनि छ। त्यसपछि मजा आउँछ। अब चाहिँ अलमोस्ट हामी आइपुग्नु आँट्यो भनौँ न। कहाँ आइपुग्नु चुङ्राती चाहिँ आइपुग्नु आँट्यो। मजा आउँदैछ आज चाहिँ डन। फिलहाल चाहिँ हामी चाहिँ आज चाहिँ 6:30 फिलहाल चाहिँ हामी चाहिँ अहिले सुङ्गाजी आइपुग्नु आँटेको छ। सुङ्गा चाहिँ पनि क्रस भइसकेको छ। पछाडि छ हाम्रो डेस्टिनेसन चाहिँ उयोसम्म के अरे माल ब्रिजसम्म होइन। यस्तो छ वेदर आज हेर्नुहोस् डन होइन। फाइनली अहिले चाहिँ 3 किलोमिटर डन गरेँ। आउँदैछ पछाडिबाट। अनि यो हाम्रो डेस्टिनेसन माल ब्रिज चिन्नुहुन्छ होला सबले। हामी चाहिँ आइपुगिसकेको छ माल ब्रिज पुग्ने नदी हेर्नु। अलमोस्ट पाउँदा आइसक्नुभएको छ भान्साङ। अन्त अहिले भने चाहिँ सुङ्गाजीको डाँडा क्रस भयो होइन। एउटा निकै पछाडि भन्नु थाल्यो। अब चाहिँ 9 किलोमिटर तर आउनु पुग्छ सँगै लिएर जानुपर्छ। मजा आउँदैछ आज चाहिँ। अहिले भने चाहिँ 11 किलोमिटर डन। मजा आइरहेछ। बिस्तारै घामहरू पनि लाग्न थाल्यो। आजको त पनि दामी छ केटा सब पछाडि छ। मजा आउँदैछ। अब अलमोस्ट 11 त सकिहाल्यो। अब 4 किलोमिटर बाँकी छ। बाइक पिट्दै लिएको छु हो किनकि आज फर्स्ट टाइम बनाउनु त्यसको यहाँको अझ अरू पछाडि छ। मजा आउँदैछ। 13 किलोमिटर डन। सबैहरूले सँगै छ। हामी चाहिँ यहाँ केटाहरू अति यहाँ छ अगाडि छ। अनि हामी पछाडि छ। कस्तो जानु पाउँदा कस्तो जाँदैछ आज? मजा आउँदैछ नि 15 अगस्तमा 13 किलोमिटर अब 2 किलोमिटर छ है अलमोस्ट। हामी त्यहाँनिर चाहिँ निक्लियो डन। हाइड्रेसन ब्रेक लिएर पनि 15 मिनट छु। एउटा पछाडि छ। अनि 14 किलोमिटर चाहिँ
कम्प्लिट अब 1 किलोमिटर लेफ्ट आजको डेस्टिनी कम्प्लिट हुनु आँट्यो हाम्रो 15 किलोमिटर डन भन्दा भयो होइन अहिले मजाले गरेर आउँदैछ फेरिबाट चाहिँ फर्स्ट कम्प्लिट गरेर हो आरामले आजको लागि यति नै थियो हाम्रो 15 किलोमिटर अलमोस्ट डन आजको लागि जानेछ यसो पाउँदा आउँदैछ कमान दा कमान 15 किलोमिटर कम्प्लिट लास्ट एक्जाम टाइम होइन मैले युट्युब च्यानलमा फेरि कमब्याक गरेको छु अनि त भन्दा पनि आज 3 किलोमिटर डन गरेँ अनि हामी मजा आयो भनौँ न आज आफ्टर अ लङ टाइम ब्लग पनि भयो अनि रन पनि र 15 किलोमिटर हाम्रो सुरुवात मजाको भयो अनि अहिले भने चाहिँ हामी घरतिर लाग्दैछ अनि त्यो एकछिन अरू कार्यक्रमहरू पनि छ तपाईँलाई छोटोमा देखाउँदैछु कस्तो लाग्छ लाइक सेयर कमेन्ट गर्नु नभुल्नु र माया दिनुहोस् अनि जसले के गरे 15 अगस्तमा कस्तो सेलिब्रेसन गरे प्लिज कमेन्ट गर्नु नभुल्नु होला है अनि मेरो भ्लगमा बसिरहनुहोस् अनि हेर्नुहोस् कस्तो लाग्छ कस्तो लाग्दैन मन पर्दैन मलाई कमेन्ट गर्नु नभुल्नु होला वी आर कम्प्लिट 15 किलोमिटर इन 15 अगस्त अनि होइन हामीले च्यालेन्ज दिएको थियो अहिले भने चाहिँ हामीले कम्प्लिट गरिसकेँ विथ माई ब्रदर्स होइन हामी 4 जना दाजुभाइहरूसँग चाहिँ कम्प्लिट गरिसकेँ अनि अहिले भने चाहिँ अलमोस्ट डन अनि इजी भएन रन 15 किलोमिटर एकदम हार्ड भयो तर पनि हामीले वी आर कम्प्लिट 15 किलोमिटर इन 2026 अनि पाउँदा कस्तो फिल भयो आज राम्रै फिल भयो मजा आयो अनि कस्तो के छ भन्नु अनि छैन भनिस् ठिकै छ मजा आयो अनि अरविन्द के छ कतिको फिल भयो भन्न 15 किलोमिटर त एकदम मजा आयो कुद्नु तर म खुट्टाले गर्दा कुद्नु सकिनँ रनिङ गर्नु चाहिँ मजा आउँदैछ नि रनिङ गर्नु मजा आउँछ ल गाइस अनि हेर्दै गर्नुहोस् लाइक सेयर कमेन्ट अब फिजिकली पनि फिट र माइन्डलाई पनि अलिकति फ्रेस बनाउँछ युथहरूलाई यही छ भन्नु होइन गाइस वी कम्प्लिट 15 किलोमिटर इट वाज टफ वी कम्प्लिट विथ माई ब्रदर्स होइन अनि आफ्टर अ लङ टाइम अनि मैले भिडियो बनाएको अनि सी यू इन नेक्स्ट ब्लग तपाईँलाई कस्तो लाग्यो लाइक सेयर कमेन्ट गर्नु नभुल्नु ल अनि नेक्स्ट ब्लगमा भेटौँ है बाई अहिलेसम्म त फिलहालको लागि कस्तो लाग्छ लाइक सेयर कमेन्ट गर्नु नभुल्नु बाई